Hi, welcome back to my channel, The Rising Sun, and the second video of this channel. And यो चाहिँ फ्रान्स एम्बेसी हो मलेसियाको, जुन चाहिँ म सेक्युरिटी गार्ड अन्तर्गत काम गरेँ 2.5 वर्ष, र मेरो यो फ्रान्स एम्बेसीमा अन्तिम दिन थियो। सबैलाई बाई भन्नलाई म आएको थिएँ। एन्ड सब पिक्चर मैले त्यहाँ स्टाफहरूसँग लिएँ। भिडियो चाहिँ एलाउड थिएन, त्यही भएर फाइनली मैले एमबिसीबाट गिफ्ट पाएको छु र म खोल्दैछु। So collection means what? हेरौँ एन्ड काउन्टेड है हाउ मच छ। And here is it. Hey, look it here. Video, ne? Yeah, I'm gonna count it up. How much? 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, Thank you, sir. 16, 17, 18, 19, 20, 21, 22, 23, 23, and 50. Plus 20, 70, 2370 ringgit. Around 70,000 Nepali. Given from the embassy. Yeah, I'm very happy. Yeah, could you please say a little bit about yourself? Okay, ma'am. Okay. Banapati, sir. Thank see you later. You wanna Yeah. you wanna eat with us or you have plans? Oh, I have to. go? Yeah, see Miss June. With June? Yeah. Okay. Okay. Bye. Good day. See you, sir. हाम्रो अफिसको स्टाफहरू फाइनली मैले चाहिँ मेरो सबै स्टाफहरू भेटेर होइन बाई भनेर चाहिँ आएँ। अब एउटा हाम्रो मिस हुनुहुन्छ, अब मिसलाई भेट्न गइरहेको छु। उसी मिटिङमा थिएँ, त्यही भएर म एकछिन यहाँ पर्खिरहेको छु। अब रमाइलो भयो। अब सबैलाई बाई भने अब गिफ्ट पनि दिनुभयो, धेरै धेरै धन्यवाद। एकदम धेरै माया गरेर नि होला, त्यहाँ गिफ्ट पनि मिठो दिनुभएको होइन। अरू अब मिसलाई भेटेर लन्चको लागि इन्भाइट गर्नुभएको छ। अब गएर म सँग लन्च खान्छु। देन आफ्टर म यहीँ होस्टेल गएर भरे बेलुकाको लागि दाइहरूसँग हल्का पार्टी छ, त्यसको एरेन्जमेन्ट गर्नुपर्ने छ। दुःख पनि लागिरहेछ, अब खुसी पनि लागिरहेछ। अब दुःख त अब त्यत्रो सँगै वर्ष काम गरेको स्टाफहरू छोडेर जानु पर्यो, र सुख खुसी भनेको त्यही अब नेपाल जानु पाइरहेछ। त्यस्तै छ, त्यस्तै हो।